सबैले लगानी हामीको एउटा फर्या छ 40-50 लाख त होला सबैजनासँग हैन 50 लाखसम्मकै अनुदान र 50 लाखसम्मको लगानीको कुरा धेरै निस्कियो तर मैले पनि लगानी 4 करोड रुपैयाँ लगानी गरेछ तर लगानी पश्चातको जुन व्यवसाय छ नि हामी कति हराइसकेका छौँ भन्ने कुरो हामीलाई थाहा छ त्यसको पीडा हामीलाई थाहा छ त्यसले गर्दाखेरि यो एग्रिकल्चर सेक्टरमा जसरी मान्छेले लगानी भनेर एकदम एग्रेसिभमा अगाडि बढेको छ यो एग्रिकल्चर सेक्टरमा लगानीको खास त्यसको आवश्यकता छैन 50 करोडको धेरै ठुलो आवश्यकता छ त्यसले गर्दाखेरि म चाहन्छु यो 50 करोडको टेक्निकल सपोर्टको रूपमा चाहिँ हैन हजुरले के हामीले सहयोग गर्नु भने एकदम राम्रो हुन्थ्यो र साथै जस्तै मैले मल उत्पादन गरिरहेको छु भने म के सपोर्ट चाहियो भने कोरियन टेक्नोलोजीको दुईजना मलको मैले सेलिङ हेरेको छु र राम्रो लागेको कारणले त्यो सम्बन्धी मलाई इन्ट्रेस्ट भएकोले त्यो सब कनेक्ट उहाँको कम्पनीसँग कनेक्ट गरिदिनु भने उसको टेक्निकल सपोर्ट मलाई मात्र पायो भने पनि मैले धेरै राम्रो ग्रोथ गर्छु जस्तो लाग्छ त्यसले गर्दाखेरि के हामीले यसलाई सहयोग गर्छ कि भन्ने मलाई आशा लागेको छ र मलाई अहिलेसम्म म यो स्टेजमा आएको र मैले जति पैसा कमाएँ र जति इज्जत कमाएँ जति काम गर्दैछु त्यो सबै कोरिया त्यही कारणले हो यो कोरियामै गएर कमाएको मैले नेपालमा कमाएको त्यसमा कोरियाको बेसी कोरिया हो र यहाँ पार्टी सबै टिम गरे हो धन्यवाद।